ब्लग न्यू भिडियो आयो पर्दा सन्चै हुनुहुन्छ होला। म चाहिँ भर्खर उठेर हैन मुखै नधोइकन माथि छतमा छु। कति बज्यो 8-9 बजेर 13 मिनेट गयो। हाम्रोतिर चाहिँ घाम लाहाइन, हाम्रोतिर यस्तो कुहिरो लाहा हैन। दिलले चाहिँ यहाँ तरकारी पकाउँदै हुनुहुन्छ, हाम्रोतिर चाहिँ यस्तो कुहिरो लाहा, यस्तो कुहिरो लाहा। हाम्रोतिर चाहिँ जाडो हो है, गाउँतिर त जाडो हो। म चाहिँ गाइस 3 दिन हैन 3 दिन बिजी भएर भ्लग बनाउन पाइन। 3 दिन एकदम बिजी थिएँ। यसले चाहिँ नबोल बढी अरे, हामी बोल्छौँ, मेरो मुख मेरो मर्जी। हामीले चाहिँ यहाँ तरकारी, हामीले चाहिँ गाइस यसमा लट्टे बनाउँदै छौँ। आज चाहिँ हाम्रो लट्टे खाने दिन पर्या छ। हामीले चाहिँ आज लट्टे खाने हो। यसमा लट्टे खाने आज हामीले। त्यो चाहिँ यहाँ आगो फुक्न लाउनु भा हैन। आज चाहिँ लास्टै जाडो हो, घाम नि लाहाइन। किन हो घाम नलाएको? अच्छु मम्मी चाहिँ गफ गर्नु भा पल्लो घरको ठुलो मम्मीसँग। मम्मी गफमै भुल्छन् है। यस्तो कति जाडो हो। दिलले चाहिँ आगो फुक्नु भा, आगो फुक्यो फाइनल्ली। हामीले चाहिँ लट्टे बनाउँदै छ, म दिदीले हाल्दै छ, मम्मीले पकाउँदै हुनुहुन्छ। म चाहिँ यहाँ हेरिरहेको छु कसरी बनाउने रहेछ लट्टे भनेर हेरिरहेको छु। मैले चाहिँ सबै खाने हो के तिर चाहिँ आज घाम लाहाइन है। यस्तो कुहिरो हो, घाम लाहाइन, कति जाडो हो। हातेर हातै भइसक्यो मेरो त। गाइस मलाई चाहिँ दिलले बोक्न लाग्यो। ल बोक, ल बोक, ल बोक। दिलले मलाई सकिन, म दिललाई बोक्छु। लाइज फाइनली मैले दिललाई बोकेँ। तिना छोरी आगो ताप्दै हम है मम्मी। घाम लागेन है मम्मी आज? है मम्मी भन्नु न। मम्मी चाहिँ खासै भिडियोमा बोल्दिन। गाइज बल्ल घाम लाहा। हाम्रोतिर चाहिँ 1 बजे घाम लाहा बल्ल। मैले चाहिँ छतमा कपडा सुकाएको छु होइन। मेरो कपडा सुक्देऊ भगवान्। मम्मी र दिदी चाहिँ त्यहाँ साग टिप्दै हुनुहुन्छ। मम्मी र दिदी चाहिँ। म चाहिँ घाममा उभिरहेको छु। बल्ल 1 बजे घाम लाहा यता चाहिँ। ल गाइज मेरो भिडियो हेर्दै गर्नु होला। बाई बाई।